स्पेसली पब्लिक रिलेसन म्यानेजमेन्टमा यहाँ हेर्नु ल, पब्लिक रिलेसन म्यानेजमेन्ट भनेको चाहिँ के हो भने अफेयर, म्यानेजमेन्ट अफ अफेयर्स अफ गभर्मेन्ट अफिस अथवा तपाईँले पब्लिक एजेन्सी पनि भन्न सक्नुहुन्छ, गभर्मेन्ट एजेन्सी एन्ड पब्लिक अर स्टेक होल्डर्स। अफेयर्स भनेको चाहिँ के पर्यो भन्दा सर्भिस डेलिभरीको ड्यु प्रोसेसमा कम्युनिकेसन भयो कि भएन, सर्भिस डेलिभर गर्दाखेरि इफेक्टिभली सर्भिस डेलिभर गरियो कि गरिएन, उनीहरूको फिडब्याकहरूलाई प्रपरली ग्रहणलाई के भन्छ इङ्ग्लिसमा, ग्रान्ड पर्सिभ गरियो कि गरिएन होइन। त्यसपछि उनीहरूले रेकमेन्डेसन दिएकोलाई हामीले एडाप्टेसन गरेर त्यो अनुसार चेन्जेस गरियो कि गरिएन, यो सबै फ्याक्टर चाहिँ पब्लिक रिलेसन म्यानेजमेन्टमा हामीले केयर गर्छौँ, ड्यु केयर। यहाँ के भने हेर्नु त, ब्रोड सेट अफ कम्युनिकेसन एक्टिभिटिज युज टु क्रिएट एन्ड मेन्टेन फेभरेबल रिलेसन बिट्विन अर्गनाइजेसन एन्ड इट्स पब्लिक्स हो। अर्गनाइजेसन भन्यो भने प्राइभेट सेक्टरको केसमा अर्गनाइजेसन, हामीले नासुको क्वेसन सोध्दैछ भने जेनरली गभर्मेन्ट सरकारी अफिस भन्ने सरकारी निकाय भनेर सोध्ने हो। त्यही भएर तपाईँहरूले यहाँ अब झुक्केर गभर्मेन्ट अर्गनाइजेसन लेख्नुभयो भने नि एन्सर बिग्रिँदैन है। तर पब्लिक रिलेसन म्यानेजमेन्ट चाहिँ गभर्मेन्ट एजेन्सीले मात्रै गर्न पर्दैन, पब्लिक रिलेसन म्यानेजमेन्ट सबै खाले अर्गनाइजेसन जो चाहिँ यो इकोनोमीमा एक्जिस्ट गर्छ उसले गर्नुपर्छ। कुरो बुझ्नुभयो? जस्तै एनसेलले गर्नुपर्छ कि पर्दैन? पर्छ। एनसेलप्रति पहिल्यै हामीलाई कर ठग्यो भनेर नेगेटिभ भइसकेपछि त्यो अब अहिले पनि ठग्यो भन्ने भएको हो नि त, कुरो बुझ्या होइन, सबले ठग भन्न थाल्यो नि त। बेटर पब्लिक रिलेसन म्यानेजमेन्ट नभएर हो है, अथवा इफेक्टिभ आफ्नो इन्फर्मेसनको कम्युनिकेसन इफेक्टिभ नभएर हो। Public relations started as publicity, but today its scope has enlarged to an extent that is being defined, helping an organization and its public adapt mutually to each other. हेर्नु त यो कस्तो राम्रो कोड छ, helping an organization and its public adapt mutually to each other भनेको अफिसले अथवा अर्गनाइजेसनले पनि पब्लिकलाई अथवा स्टेक होल्डर्सलाई सबै पब्लिकलाई दिनुपर्छ भन्ने छैन, जसले सरोकार राख्छ स्टेक होल्डर्स भन्छौँ नि हामी, उसलाई के गर्न पर्यो भन्दा चाहिँ ड्यु केयर गर्न पर्यो, ड्यु कन्सर्न गर्न पर्यो। सर्भिस लिन आउँदैछ भने सर्भिस लिनेको मनोभाव बुझेर अर्गनाइजेसनले एक्ट गर्न सक्नु पर्यो के, बुझ्नु भएन? जस्तो मैले अब खालि नागरिकताको कुरो मात्रै आएँ, प्रशासन सेवाको पढाइरहेको छु, अब जिल्ला प्रशासन मालपोत बाहेक अरू अफिसै छैन, सब प्रदेश स्थानीयतिर गएँ होइन। अब भर्सक तपाईँहरूले सङ्घमै निकाल्नु, सङ्घीयमै निकाल्नुहोस् भन्ने हो। ल वडाकै कुरा गरौँ है, तपाईँहरूले स्थानीयमा नाम निकालेर नगरपालिका गाउँपालिकामा वडा स्तरमा वडा सचिवको रूपमा जागिर खाँदै हुनुहुन्छ भने वडामा सेवा लिन आउने मान्छेले सबै कुरा तपाईँसँग फ्लुएन्टली एक्सप्रेस गर्न सक्ला भन्नु त। जस्तो हाम्रो घरमा आफू यहाँ यो ग्रुप देखेर नि सर्भिस सिकर यो देशका यस्तै ग्रुप हुन् भन्ने, यो ग्रुप भनेको धेरै इलाइट ग्रुप हो इनकेस अफ नलेज एन्ड अन्डरस्ट्यान्डिङ। सर्भिस सिकिङ गर्न कसरी जान्छौँ हामी, हाम्रो घरको सम्झिनु न, 70 नआएको हजुरबा हजुरआमा हुनुहुन्छ कि हुनुहुन्छ होला सबैजनाको होइन, 70 नआएको हजुरबा हुन्छ होला। टोल छिमेकमा अथवा समाजमा हेऱ्यो भने अब कसैको अपाङ्गता भएका व्यक्तिहरू पनि धेरै हुनुहुन्छ होइन, सानो सानो बालबालिकाले पनि सर्भिस लिन जानुपर्ने हुनसक्छ नि। पछि अब उनीहरूले आफूलाई के चाहिएको भनेर त राम्ररी गरेर एक्सप्रेस गर्न सक्दैन। अनि तपाईँ एज अ वडा सचिव फङ्सन गर्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ कानुनी बाधा अडचन क्रिएट गर्दै गर्दा त्यसले कस्तो इम्प्याक्ट गर्छ भन्नु त होइन। जस्तो 70 वर्ष नआएको बुढाबुढीलाई अहिले बिहे दर्तै गर्न पनि अनलाइनमा फारम भर्नुपर्छ है, हाम्रो नगरपालिकामा अन्त थाहा होइन। त्यो अनलाइन फारम यति गाह्रो छ 3 चोटि लाग्यो मैले भर्नलाई है। म यही सेक्टरमा जागिर खाएको 11 वर्षमा लागिसक्यो, मलाई 3 चोटि लाग्यो भनेपछि सामान्य मान्छेलाई कति गाह्रो होला। अनि त्यहाँ बस्ने वडा सचिवले अब त्यो सफ्टवेयर त लागू गरिदिइसक्यो, केही गर्न सकिन्न। वडा सचिवले के गर्न सकिन्छ भन्दा चाहिँ पब्लिक रिलेसन इफेक्टिभ बनाउनलाई त्यो आफैले पनि गरिदिन सक्यो वा एसिस्टेन्स दिन सक्यो नि त, अथवा राम्ररी भनेर सम्झाएर बुझाएर पनि पठाउन सक्यो नि त। तपाईँले फर्मै भरे छैन, जानुहोस् फर्म भएर आउनुपर्छ भन्ने थाहा छैन भन्ने वर्डले के गर्छ भन्दा पब्लिक रिलेसन नेगेटिभतिर गयो, पब्लिक रिलेसन म्यानेजमेन्ट है। त्यो कारण त्यस्ता कुराहरू अर्गनाइजेसन र इट्स पब्लिक एडाप्ट म्युचुअली टु इच अदर, पब्लिकको कन्सर्न अथवा पब्लिकको इमोसन अथवा पब्लिकको निडलाई राम्रोसँग बुझेर सिचुएसनल्ली एक्ट गर्नु अर्गनाइजेसनको ड्युटी हो। सिचुएसनल्ली के, जस्तो सबैसँग राम्रो मिठो बोल्छु भनेर 100 जना मान्छे सेवा लिन आएछन् हो, 100 जना सेवा लिन आएछन्, लाइनमा लागेछन् भने अब तपाईँले हरेकजनालाई एकदम ओहो नमस्ते राम्रो भन्दै जानु भने के हुन्छ, काम गर्ने टाइम त त्यही नमस्तेले खाइदिन्छ। सिचुएसनल्ली पनि एक्ट गर्न सक्नु पर्यो। किन, हाम्रो सर्भिस डेलिभरी वेल डिजाइन र स्ट्यान्डर्डाइज छैन। धेरै जसो के हुन्छ भने
जहाँ धेरै भलममा गभर्मेन्ट इम्प्लोइ चाहिन्छ त्यहाँ थोरै मान्छे हुने होइन, अनि जहाँ थोरै हुनपर्ने त्यहाँ चाहिँ थुप्रेर बस्ने। अझ नढाँटी भन्नुपर्दा सबैभन्दा ब्याड एस्पेक्ट सबलाई काठमाडौँमा थुप्रिनु परेको छ। काठमाडौँमा पनि काम नहुने अफिसमा गएर घाम तापेर बस्नु परेको छ। जहाँ काम हुन्छ त्यहाँ पनि फेरि जान्छु भन्नेलाई पनि जान दिँदैन, किनभने त्यहाँ सेटिङ चलेको छ पहिल्यै, 2जना मान्छे आयो भने त भाग लाग्यो भन्ने हुन्छ एउटा। दोस्रो कुरो भनेको त्यो जान्छु भन्नेलाई सर्वा गराइदिनलाई 3 महिना घुमाइदिन्छन्, सर्वा गरिदिँदैनन् हो। अनि जो त्यहाँ छ उसलाई कामको ओभरलोड छ होइन। कामको ओभरलोड भइसकेपछि के हुन्छ भने सधैँ अब 100जना मान्छेलाई रेगुलरली सर्भिस डेलिभर गऱ्यो भने टाउको यसरी उठाउने फुर्सद हुँदैन। अनि कसैले त्यो मान्छेले मिठो बोलोस् भनेर कसरी एक्सपेक्ट गर्ने भन्नु त हामीले, हो कि भन्नु त। जस्तो म मालपोतमा काम गर्दा 9:30 बजे कहिलेकाहीँ 9:45मा अफिस छिरिसक्थे, बिचमा 15 मिनट खाजा खान पनि सुखले दिँदैन थियो कि मलाई। 15 मिनट खाँदा, किनभने म छिटो काम गर्थेँ अनि एकजना सर हुन्थ्यो, उहाँको अलिक स्लो हुन्थ्यो, अनि म छिटो गरिसकेपछि तानेर लगेर ल भित्रै खाँदा खाँदै गर्नुहोस् भनेर, अनि ठ्याक्कै 5:30मा काम सकिन्थ्यो। अनि बेलुका पूर्जा बनाइदिनु पर्थ्यो कि 6 बज्थ्यो काम गर्दा। अनि त्यसपछि अब त्यहाँ गएर 6 बज्यो, अनि अगाडि मान्छे के गर्छन् भन्दा काम गरिरहेको देखिरहेको अगाडि मान्छे के भन्छ, सर भएन भनेर कति बेला दिनुभयो भने 2 मिनट अगाडि भन्छ। अनि मेरो बोली राम्रो निस्किन्छ त्यस्तो बेला निस्किँदैन नि होइन। हो, समस्या के छ भने अब त्यहाँ स्टाफिङ हाम्रो अर्गनाइजेसनहरूलाई चाहिँ राम्ररी के गर्न सकेका छैन भन्दा